सबैलाई स्वागत छ। आज हामी एउटा यस्तो चीजको बारेमा कुरा गर्दैछौं जुन लगभग सबैको भान्जामा हुन्छ, तर हामीले त्यसको शक्तिलाई सायद त्यति ध्यान दिएका छैनौं। हो, हामी कुरा गर्दैछौं अदुवाको बारेमा। यो सामान्य देखिने मसलाको कथा निकै रोचक छ। हामी यसलाई 3 फरक कोणबाट हेर्नेछौं। एउटा पिरो जडीबुटी, एउटा विश्वव्यापी वस्तु र एउटा आधुनिक औषधिको रूपमा। ल सुरु गरौं, तर हामी कुनै प्रयोगशाला वा किताबबाट सुरु गर्दैनौं। हाम्रो यात्रा सुरु हुन्छ नेपालको मध्य पहाडी जिल्ला सल्यानबाट। त्यहाँ हजारौं परिवारको लागि अदुवा केवल मसला होइन, यो उनीहरूको जीवनयापनको आधार, एउटा महत्त्वपूर्ण नगदे बाली हो। सोच्नुहोस् त, नेपाल विश्वको चौथो ठूलो अदुवा उत्पादक हो। यो सानो कुरा होइन। अदुवा एक उच्च मूल्यको मसला बाली हो जसले गाउँघरको आय स्रोतमा ठूलो टेवा पुर्याइरहेको छ। सामान्यतया एक किसानले करिब 0.13 हेक्टर जमिनमा खेती गर्छन् र त्यहाँको उत्पादकत्व पनि राम्रो छ, प्रति हेक्टर लगभग 14.4 टन। अब यो 1.53 भन्ने अङ्कलाई हेरौं। यो खासमा के हो त? यो हो लागत लाभ अनुपात। सरल भाषामा भन्नुपर्दा, किसानले हरेक 1 रुपियाँ लगानी गर्दा उनीहरूले 1 रुपियाँ 53 पैसा फिर्ता पाउँछन्। मतलब यो खेती साँच्चै नाफामुखी व्यवसाय हो। ल, यति धेरै उत्पादन हुन्छ, तर यो जान्छ कहाँ? तथ्याङ्कले के देखाउँछ भने नेपालबाट निर्यात हुने ताजा अदुवाको लगभग 94% हिस्सा एउटै देशमा जान्छ, त्यो हो भारत। यसको मतलब नेपालको अदुवा बजार भारतमा धेरै निर्भर छ। यो यसको आर्थिक कथाको एउटा एकदमै महत्त्वपूर्ण पक्ष हो। अर्थतन्त्रको कुरा त भयो, अब अदुवाको अर्को पाटो हेरौं। खेतबाट हाम्रो भान्सा र घरेलु उपचारसम्मको यात्रा। कसरी यो मसला उपचारको परम्परासँग जोडियो? यसको इतिहास निकै पुरानो र रोचक छ। यहाँ हेरौं, अदुवाको यात्रा कस्तो हुन्छ। किसानको खेतबाट सुरु भएर यो स्थानीय संकलक कहाँ पुग्छ। त्यहाँबाट थोक विक्रेता र व्यापारी हुँदै अन्तमा नेपाल र भारतका बजारहरूमा आइपुग्छ। यो सिर्फ एउटा सामानको किनबेच मात्र होइन, यो त आर्थिक र सांस्कृतिक सम्बन्धको जालो हो जसले अदुवालाई केवल वस्तुभन्दा धेरै माथि राख्छ। हाम्रो घरमा हजुरआमाको पालादेखि नै अदुवालाई महाऔषधि भनिन्थ्यो, होइन त? महसँग मिसाएर खाँदा खोकी निको पार्नुहोस् वा वाकवाकी र बान्ता रोक्न, रगत सफा गर्नेदेखि बाथको दुखाइ कम गर्नसम्म यसको प्रयोगको सूची त लामै छ। पाचन प्रणालीलाई बलियो बनाउन पनि यसको उस्तै भूमिका छ। ल, यति धेरै परम्परागत विश्वास त छ, तर प्रश्न उठ्छ, के यो केवल पुरानो मान्यता मात्र हो कि आधुनिक विज्ञानले पनि यी कुरालाई साँचो मान्छ? अनुसन्धानले के भन्छ? आउनुहोस् हेरौं। अब हामी विज्ञानको कुरा गर्दैछौं र यहाँ हामी कुनै एउटा सानो अध्ययनको कुरा गरिरहेका छैनौं। हामी हेर्दैछौं मेटा विश्लेषणहरूको एक व्यवस्थित समीक्षा। यो भनेको के हो भने वैज्ञानिकहरूले धेरै फरक फरक अध्ययनहरूको नतिजालाई एकै ठाउँमा राखेर विश्लेषण गर्छन्। यसले हामीलाई धेरै बलियो र भरपर्दो निष्कर्ष दिन्छ। त्यसो भए वैज्ञानिकहरूले केमा ध्यान दिए त? उनीहरूले मुख्यतया 4वटा कुरामा अदुवाको प्रभाव जाँचे। पहिलो, शरीरमा हुने सूजन अर्थात् इन्फ्लेमेसन। दोस्रो, टाइप 2 मधुमेह। तेस्रो, अक्सिडेटिभ स्ट्रेस, जसलाई हामी कोशिकाहरूमा हुने क्षति पनि भन्न सक्छौं। र चौथो, वाकवाकी। ल, एक एक गरेर हेरौं नतिजा के आयो। नतिजाहरू साँच्चै नै रोचक छन्। सूजनको कुरा गर्दा अध्ययनहरूले के देखाए भने अदुवाले सीआरपी जस्ता मुख्य इन्फ्लेमेटरी मार्कर्सलाई उल्लेख्य रूपमा घटाउँछ। टाइप 2 दमेमा खाली पेटको ब्लड सुगर र HbA1c, जुन लामो समयको सुगर कन्ट्रोलको सूचक हो, दुवैमा कमी ल्याएको पाइयो। अनि अक्सिडेटिभ स्ट्रेस अर्थात् कोशिकाहरूमा हुने क्षतिलाई पनि यसले कम गर्छ। र विशेष गरी गर्भावस्थामा हुने वाकवाकीमा त प्लेसिबोको तुलनामा यसले निकै राम्रो सुधार देखाएको छ। यी सबै कुराले हाम्रो परम्परागत ज्ञानलाई वैज्ञानिक आधार दिएको छ। ल, हामीले आर्थिक पाटो हेर्यौं, परम्परागत प्रयोग हेर्यौं र वैज्ञानिक प्रमाण पनि हेर्यौं। अब यी सबैलाई एकै ठाउँमा राखेर समग्रमा के देखिन्छ त्यो बुझौं। त्यसो भए कति मात्रामा अदुवा सेवन गर्नु प्रभावकारी होला त? अनुसन्धानले केही संकेत दिन्छ। सामान्य स्वास्थ्यका लागि जस्तै सूजन वा मधुमेहको जोखिम कम गर्न अध्ययनहरूमा दिनको 1 देखि 3 ग्रामसम्मको मात्रा प्रयोग गरिएको पाइयो। अर्कोतिर गर्भावस्थामा हुने वाकवाकीको लागि भने दिनको 500 देखि 1500 मिलिग्रामसम्मको मात्रा प्रभावकारी देखियो। अब प्रश्न आउँछ, के यसको कुनै साइड इफेक्ट छ त?
खुसीको कुरा, अध्ययनहरूमा प्रयोग गरिएको मात्रामा अदुवालाई निकै सुरक्षित मानिएको छ। गर्भवती महिलाहरूमा गरिएको अध्ययनमा देखिएको सबैभन्दा सामान्य साइड इफेक्ट भनेको सामान्य डकार आउनु मात्रै थियो। तर विज्ञानमा सधैँ एउटा तर हुन्छ। वैज्ञानिकहरूले के पनि भन्छन् भने नतिजाहरू निकै सकारात्मक छन्, तर सबै अध्ययनहरू एकै नासका छैनन्। केहीमा बायस अर्थात् पूर्वाग्रहको जोखिम पनि छ। त्यसैले यी फाइदाहरूलाई ढुक्क भएर भन्नका लागि अझै ठूला र उच्च गुणस्तरीय अध्ययनहरूको आवश्यकता छ। त्यसो भए अन्त्यमा हामी के भन्न सक्छौँ? महत्त्वपूर्ण कुरा यो हो, अदुवाले हाम्रो परम्परागत ज्ञानलाई पुष्टि गर्दै महत्त्वपूर्ण वैज्ञानिक सम्भावना देखाएको छ। तर यो कुनै जादुको छडी वा सबै रोगको एउटै अचूक औषधि भन्ने होइन। यो एउटा सहयोगी हो, चमत्कारी उपचार होइन। अदुवाको यो कथाले हामीलाई एउटा ठूलो प्रश्नको अगाडि उभ्याउँछ। जब यसरी विज्ञान र परम्परा एकै ठाउँमा आउँछन्, तब प्राकृतिक औषधिको भविष्य कस्तो होला? अदुवा जस्ता कैयौं परम्परागत उपचारहरूले आधुनिक चिकित्सामा कस्तो स्थान लेलान्? यो साँच्चै नै सोच्न पर्ने कुरा हो।